हेलो गाइज, आज चाहिँ हामी हाम्रो बारीको लोकल सिमी टिप्न गइरहेको छु। उहाँ चाहिँ हाम्रो आमा हुनुहुन्छ। आमाले सिमी टिपेर यति धेरै बनाउनु भइसक्यो। हेर्नु त, आमाको कपाल चाहिँ सेतै छ है। के भन्दै सिमी भन्दा बढी मकै झ्याङ छ। सिमी त एउटा सबै ढाली आइराखेको उसले ए सबै मकै ढलेछ कि बतासले यत्रो हुरिआएको थियो। बतासले सबै मकै ढलेछ कि। हेर्नु यहाँ खोर्सानी कस्तो राम्रो भएको छ गाइज। खोर्सानी कस्तो राम्रो भएको रहेछ आमा है। खोर्सानी राम्रो भइसकेछ है। हो नि, आफूले सबै राम्रो गर्नुपर्ने नि। फलफुल सबै आफूले राम्रो रोप्नु पर्यो, स्याहार गर्नु पर्यो। हो नि, नगर्दा त्यसो त फाल्दैन। आमाले के भन्नुभएछ, फलफुलहरू मजाले स्याहार गर्नु पर्यो अनि मात्रै हुन्छ राम्ररी, नै त हुँदैन भन्नुभइरहेको छ होइन। कहाँबाट हुन्छ? न त कहाँबाट हुन्छ। अनि यो चाहिँ हाम्रो मकैबारी हो गाइज। मकैबारी दर्याम यस्तो छ। अहिले भर्खर फुल फलिरहेछ। हाम्रो गाउँले लाइफ यस्तै हो। के गर्नु गाइजहरूले अलिकति सब्सक्राइब गर्नु बिर्सिनु हुँदो रहेछ। बेला बेलामा सब्सक्राइब गरिदिनु होला। सब्सक्राइबको बटन हुन्छ नि, सब्सक्राइबमा क्लिक मात्रै गरिदिनु न गाइज। सब्सक्राइब गर्नलाई पैसा पर्दैन गाइज। सब्सक्राइब गरिदिनु होला। गाउँले लाइफलाई यस्तो हेरिदिनु होला। हाम्रो गाउँले जीवन यस्तो छ। यो चाहिँ हाम्रो आमाले यति एक डोको सिमी टिप्नु भइसक्यो। एक डोको, एक बाटो पनि होइन, एक डोको।